हेलो गाइज वेलकम टु माई न्यू ब्लग है। हामी चाहिँ अब हाम्रो आफ्नै अर्ग्यानिक साथी र म चाहिँ बयर खान हिँडिसकेको छौँ आफ्नै गाउँको अर्ग्यानिक जङ्गलमा। अब हामी लगभग 10 मिनटमा त्यहाँ पुगिसक्छौँ। बयर मिठो मिठो बयर खाएको तपाईँहरूलाई हामी भिडियो देखाउन गइरहेको छौँ। किप अपडेटेड है गाइज। जस्तो खतरा बाटो छ है गाइज, हामी गइरहेको छौँ होइन। त्यहाँबाट जग्गा 3टा बाटो अब तैँले रोज्नु पऱ्यो नि दोस्त। एउटा बाटो गलत बाटो चुज गरिसक्यो दोस्त, मलाई थाहा छ नि फेरि यस्तो पुरै डेन्जर बाटोमा हामी स्ट्रगल गरेर गइरहेको छ। लास्टै स्ट्रगल छ, अफरोड है अफरोड होइन दोस्त। दोस्तले यार दोस्तले त डेन्जर चलाइदिरहेको छ नि फेरि दोस्त। हाम्रो गाउँको आफ्नै दुधौरा खोलामा हामी बयर खान गइरहेको छौँ। बयरको सिजन रहेको छ, त्यसैले बयर सकिन लागिसक्यो भनेर होइन। हामी खास गरी खोला चाहिँ छैन है गाइस। खोला हो दुधौरा खोला, केही पानी छैन। उत्खनन गरेर माटो खुवाइसक्यो, टेन्डर चाहिँ लागेको छैन, तर बालुवा पनि छैन खोलामा भनेको यही हो क्या। र मेयर साहब पनि फटा भएर जानुभयो। ल दोस्तले त पुरै स्ट्रगल गरेर चलायो, माथि चढाउनु पर्थ्यो त सुताबाट। दोस्तले राइडर हो नि त, आफ्नै गाउँको धेरै पछाडि भन्नुपर्दाखेरि म तर हरेक वर्ष आउँछु बयर खानलाई होइन। योपालि चाहिँ मैले बिर्सेको थिएँ कि मैले अस्ति याद चाहिँ आएको थियो मलाई, अनि ठ्याक्क आज याद आयो। हामी हाम्रो साथीलाई फेयरवेलको लागि आएको छौँ होइन। अनि ठ्याक्क बयर जस्तो सक्यो होला है भनेको नानीलाई, अब सकिन लागिसक्यो दाइ भने। ल त्यसो भए चाहिँ गइहालौँ भन्ने हिसाबले चाहिँ हाम्रो प्याटी र म, हाम्रो अर्ग्यानिक साथी र म चाहिँ बयर खान हिँडेको है त। आफ्नो गाउँको जङ्गलमा आइसकेको छौँ। बयरको भोट देखिसकेको छ। ज्याम कि ज्याम बयर खान मात्रै बाँकी रह्यो दोस्त। अब त रोक्दा भइहाल्यो नि। ऊ यहाँ के हो यत्रो बित्ति लटरम्मै दोस्त पछाडि हेरेर छौ दोस्त तिमीले। ल हिँड अलिकति अगाडि, अब कटिसक्यो। तर अस्ति हामी आएको ठाउँ होइन नि दोस्रो, हामी मासतिर गएको थियौँ। उता माथि अझ माथि एउटा डाँडा जस्तो थियो। त्यो त उता हो क्या दोस्त, उतापट्टि अहिले जलाइदिएको क्या, सबै आगो लगाइदिइसक्यो। बयर खाना त स्ट्रगल छ नि दोस्त अहिले। रोक बयर टिभी राखेर रोक्न अब यतै खाउँ। बयर गाडीमा आइसकेको छौँ हामी। रहेको छ त्यहाँ बयर। के छ बयर छ त त्यता, के छ अपडेट? ए ल बयरै बयर रहेछ। ल गुल्ली खाले चाहिँ कुन छ भन्ने कुरा मात्रै हो नि त म्याटर गर्ने, तर मिठो चाहिँ कुन बोटको छ भन्ने कुरा मात्रै हो। ल ट्याक्क टोकेर आफ्नै गरेछ भरिको, आफ्नै अर्ग्यानिक बयर हाम्रै जङ्गलको। मिठो हजुर। बयरै बयर यो त सुकेको होला घामले। आइया रानी दोस्त कस्तो छ? ठिक छ मिठो छ दोस्त। के हो सम्पूर्ण मेरा साथीहरूलाई आफ्नै गरेछ भरिको आफ्नै करेसाबारी छेउको जङ्गल हो नि। मिठो पुरै मिठो दोस्त। दोस्त यहाँ बाहिर यत्रो बित्ति छ पाकेको, अनि भित्र के छ नि? ल गाइज बयरको खोजीमा जङ्गल फाडेर गाइज लास्टै स्ट्रगल छ है यहाँ। साला भेटिरह यहाँ धेरै गाह्रो छ साथीहरू। 4 दिन भयो भात नखाएको, त्यही भएर यो बयर खाँदै खोज्दै हिँडिरहेको छ हामी दोस्त।
आज चाहिँ पेटभरि खान पाइन्छ हामीले। 18औं दिन पछाडि हामीले पेटभरि खान पाउँछौँ। हजुर दोस्त के छ आज टन्न पेटभरि खाने होइन दोस्त? भात खान नपाएर मेरो साथी पुरै दुब्लाइसकेको छ हेर्नु त। पातालो चाकचाक सुकिसक्यो। हामीले त्यहाँ काट्न लगाइसकेका छौँ साथीहरू। हाँसको भाले, हाँस पनि होइन, बनकुखुरा त्यहीँ जङ्गलमा आज हामीले पक्रेर पकाउन दिएको छौँ।